So hello guys, welcome to my new video after long gap. अनि यो चाहिँ देख्न सक्नुहुन्छ मेरो सानो स्टुडियो अनि यो चाहिँ मैले बनाएको डुअल मोटर आरसी प्लेन भयो अनि यो चाहिँ टाइटन अट्याक अन टाइटनको पोस्टर यता नि छ यिनीहरुको आँखा चाहिँ ग्लो पनि गर्छ है अनि आजको मेन चीज चाहिँ छ यहाँ यो चाहिँ ये क्या है This is simply the blueprint of F-22 Raptor plane. यो चाहिँ मैले बनाउन जाँदैछु यसको चाहिँ म फुल भिडियो बनाउने ट्युटोरियल र भिडियो अपलोड गर्छु अनि इफ भिडियो लङ भयो भने चाहिँ म पार्ट 1 पार्ट 2 गरेर हाल्छु अनि सो अहिले चाहिँ यो प्लानलाई हामीले अरेन्ज गरेर कट आउट गर्नुपर्ने हुन्छ अनि टेप डालेर एउटै पिस जस पार्ट छुटाउनु पर्ने हुन्छ मालूम है तेरे बाप को मत सिखा चल लेट्स डू इट ल सुरु करो गरम गाइस यो चाहिँ यो टेबलमा अट्दैन यो प्लान चाहिँ सो म यसलाई चाहिँ भुइँमा बनाउँछु एरेन्ज गर्छु अनि त्यसको लागि म क्यामेरा माउन्ट गर्न मसँग ट्राइपड त छैन सो म यसमा अड्याउँछु फोनलाई चाहिँ मैं गरीब हूँ यो चाहिँ पीडीएफ प्लान हो यो चाहिँ सिरियली अरेन्ज हुँदैन यसलाई चाहिँ हामीले मिलाउनु पर्छ आफैले अबे जल्दी बोल कल सुबह पनवेल निकलना है हामीले अरेन्ज गरेर कट आउट गर्नुपर्छ अनि पेस्ट गरेर एउटा पार्टको कट आउट निकाल्नु पर्ने हुन्छ सो यो चाहिँ मैले पहिल्यै मिलाएर राखिसकेको थिएँ सो यो चाहिँ अहिले पहिल्यै मिलाएर राखेको भएर यो अरेन्ज हुन्छ सो यु क्यान सी यो चाहिँ हाम्रो प्लेन हो अनि यो चाहिँ यसको अरू पार्टहरू यो माथिको पार्ट सो यसलाई चाहिँ हामी फटाफट कट आउट गरौँ अनि पेस्ट गरौँ सो फ्रेममा आएको छ कि छैन चेक गर्छौँ ओके फ्रेममा आइरहेछ बत्ती यो यहाँको बत्तीले गर्दा क्यामेरामा यो लाइनहरू आउने यस्तो हुन्छ सो सरी फर द्याट म अर्को बत्तीबाट ल्याउँछु है त वेट गाइज अलि राम्रो देख्छ One eternity later. Oh my god! अब चाहिँ हुँदैन होला सायद सो म चाहिँ अब अलिअलि भइरहेको रहेछ बट पहिला जति भएन अनि यो कैँची भइहाल्यो कैँची पनि यो यसको धार पनि गइसकेको छ अनि कटर त चाहिँदैन होला त्यति ल्याएको छु सो पहिला हामी चाहिँ पहिला यो प्लेन नै काट्छौँ यो प्लेनलाई नै काट्छौँ सो काटौँ है त सो गाइस यो रेडी भयो हाम्रो प्लेनको स्ट्रक्चर अब अरू पार्टहरू काटौँ सो यसलाई साइडमा अब हामी काट्छौँ अर्को पार्ट जला दूंगा तोड़ दूंगा फोड़ दूंगा और जोड़ दूंगा लो तैयार हो गई मेरी अचड़ पचड़ खचड़ मशीन यो चाहिँ यसको तलको पार्ट हो यो यसको माथिको यहाँको पार्ट हो यो एज यु सी यो होल छ अनि यसमा यो एट्याच गर्ने हो अनि यो चाहिँ हाम्रो भयो क्यानोपीको पार्ट यस्तो हुन्छ यो क्यानोपी यसको माथि बस्छ यसरी क्यानोपी भयो अनि यो चाहिँ हाम्रो भर्टिकल स्टेबलाइजर यो चाहिँ यहाँ बस्छ यसरी अनि यो पार्ट पनि कट हुन्छ गाइस यहाँ चाहिँ होल हुन्छ है अनि यो भर्टिकल स्टेबलाइजर भयो अनि मेबी यो नोजको माथिको हो यो
अनि यो नि नोजको माथि होइन खै यो के को थाहा भएन गाइस कुनै यहाँ अननेसेसरी पार्टहरू पनि छ मोटो माउन्टहरू पनि छ अब त्यो बनाउने गरेर थाहा हुन्छ अनि हामीले चाहिँ अब यो होलहरू पनि काट्नुपर्ने हो यो चाहिँ अब सिधै अर्को भिडियोमा म काटेरै देखाएर अनि तपाईँहरूलाई प्रेजेन्ट गर्छु है त अर्को सो पार्ट 2 मा चाहिँ हामी यो प्लेनको बडी बनाउँछौँ थर्मोकोलबाट अनि आजलाई चाहिँ यति नै हो यो प्लान कसरी कट गर्ने कसरी मिलाउने भनेर मैले सर्ट भिडियो बनाएँ सो दिस इज द पार्ट 1 भिडियो स्टे ट्युन फर पार्ट 2 चाँडै आउँछ बाई बाई जाँदै गर्दा चाहिँ दिस इज कार स्पोइलर मेड बाई मी ह्यान्डमेड होममेड अनि यसको माथि चाहिँ मैले कार राखेँ होइन हट विल्सहरू राखेँ होइन किनभने मसँग हट विल्स चाहिँ छैन सो मैले स्काउटको सामानहरू राखेको छु अनि यहाँ चाहिँ ब्रेसलेट यो नि ह्यान्डमेड होममेड मैले बनाएको अनि आजलाई यति नै सो बाई बाई गाइज गुड नाइट